हजुरको शुभ नाम? मेरो नाम निरु नेपाल, ठेगाना? विराटनगर 8 मटोल, नेपाल, विराटनगर। अनि हजुरलाई के समस्या थियो? मलाई ढाडमा नसा च्यापिएको थियो। कसरी थाहा भयो? एमआरआई गराउनु भयो? एमआरआई गराएको। एमआरआईमा थाहा भयो नसा चेपेको। अनि यो कति पुरानो थियो? 4 वर्ष भयो। 4 वर्ष। अनि के समस्या हुन्थ्यो त यस्तो ढाडको नसा? पहिला राइट दाहिने खुट्टा दुख्थ्यो, झमझमाउँथ्यो, करेन्ट लागे जस्तो हुन्थ्यो। त्यही तल पैतालादेखि टाउकोसम्म जान्थ्यो। अनि उठ्न बस्न हिँड्न डुल्न गाह्रो थियो। गाह्रो थियो। 4 वर्ष पुरानो थियो कमरको नसा चेपेको। अनि यो समस्यामा म जुन थेरापी दिँदैछु आज कति दिन लिनुभयो? 5 दिन, 5वटा थेरापी। 5वटा थेरापीमा के को अहिले थेरापी त कन्टिन्यू नै छ, डोज पूरा भएको छैन, तर यो 5 दिनको थेरापीले के कतिको सहज भयो? धेरै सहज भयो। ढाड चाहिँ हजुर मोटामोटी छ, खुट्टामा छ अहिले, तर ढाडमा चाहिँ धेरै मोटामोटी समग्रमा कति 50% जस्तो 50% को सुधार देखिएको छ। अनि फुल ट्रिटमेन्ट हुँदा त्यो निको हुन्छ। जे होस् यो 5 दिनको थेरापीबाट सन्तुष्ट हुनुहुन्छ? सन्तुष्ट। धन्यवाद।